टुङ डाँडा पहचाना मुझे एमटिभी रुद्र सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी लिएको छौँ नुवाकोट ट्रायल को हिँड्दैछ भन्नुहुन्छ नि हामी दुईजना हिँडेको छौँ एउटा कमल यता हाई गरे एउटा यो अनि म अरू साथी चाहिँ स्कुल गएको छ अनि हामी चाहिँ स्कुल गएर आएको चाहिँ म चाहिँ होइन हाफ टाइममा आएको अब ढिलो नगरी सिधै हामी नुवाकोट ट्रायलतिर लाग्यौँ अब चाहिँ हामी सिधै कलेजमा भेट्छौँ बाई बाई गाइज हामी चाहिँ अलि डाँडाभन्दा 15 मिनट भनौँ 15 मिनट तल छौँ अब चाहिँ हामी रेडी नगरिकन माथि जाने हो त्यसै गरी यहाँ एउटा डल्लै यसको पनि भ्लग छ कमल सुन्दरी छैन के छ भ्लग कमल छ त्यसको नाम सब्सक्राइब हानिदिनु होला मेरो सबैले पनि हालिदिनु होला यसमा पनि हालिदिनु होला होइन त्यही हो माथि गएर भेटौँला अब बाई बाई सो गाइज हामी आइसकेको छौँ जङ्गल है जङ्गलमा टुक्टा पुल छ पुल छ ऊ यहाँ चाहिँ यता चाहिँ हामी हिँड्ने बाटो यो चाहिँ हो अहिले चाहिँ अस्ति नै मैले हालेको भिडियो देख्नुभएको थियो होला यही हो अनि अब चाहिँ हामी चाहिँ यो अब अलि माथि गएर भेटौँ सो गाइज हामी चाहिँ धेरै माथि त्यो डाँडामा नजाने भयो होइन ट्रायलको हामी देखाउन पाउनु होला आज साथीमा ल्याएको छैनौँ यहीँबाट कति भिडियो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ चुनावको गीत गाएर यहाँ के चुनाव गरिरहेको छ हेर्न सक्नुहुन्छ उहाँले भ्लग किन भ्लग बनाएन थाहा छैन होइन तर यो चाहिँ भ्लगर हो त्यसले पनि भ्लग बनाउँछ सानो सपोर्ट पाएन सपोर्ट दिन पऱ्यो कि भाइलाई पनि त्यसै गरी अहिले माथि गएर भेटौँला त्यति ट्रायल हामी भिडियो गर्न पाएँ टिकटकमा आँखा सो गाइज हामी चाहिँ हाम्रो नुवाकोट भ्यू टावर भन्छ यहाँ चाहिँ त्यो माथि छ हामी चाहिँ त्यहाँ नजाने होइन त्यहाँ नजाने हाम्रो अर्को भ्लगर यहाँ चाहिँ त्यसै गरी हाम्रो हामी दुईजना आएको नि त त्यो साइकल त देखाउनै पऱ्यो होइन दुईजना साइकल याद छ अनि म तपाईँलाई देखाउँछु हामीले झराल्ने बाटो जसमा चाहिँ कति फेरि भन्नुहुन्छ होला कहिले कहाँ जान्छ कहिले कहाँ जान्छ होइन अब हामी झराल्ने बाटो चाहिँ यो हो अनि ऊ यहाँ तलसम्म छ क्या यो बाटो पुरै झराल्नु पर्छ कि हामीले झरालिन्छ तपाईँले सपोर्ट देखाइदिनु होला सपोर्ट देखाएर लाइक कमेन्ट सेयर चाहिँ 7 सपोर्ट हो क्या 7 सपोर्ट भन्छ क्या 7 सपोर्ट अनि त्यही हो पहिलाको चाहिँ रोकिन्छ नरोकिने होइन अब हामी धेरै जस्तो यताबाट आउँथ्यो पहिले चाहिँ यो थाहा छ क्या त्यसै गरी यहाँ यो बाटो आउने जाने गर्थ्यो क्या यो बाटो आइसक्छ मैले चाहिँ आज हेलमेट ल्याएन क्या हेर्ने त्यही हो अब चाहिँ हामी सिधै तल गएर भेटौँला यो भिडियोमा आज चाहिँ यो ट्रायलको चाहिँ भिडियो देखाउन पाउनु है मैले त्यसको लागि तलबाट भेट्ने होइन ल लु अब चाहिँ हामी अन्तिम ल हिँड्न लगाएको होइन सिधै तल गएर भेटौँला सो गाइज हामी चाहिँ तल आइसक्यो होइन मैले तपाईँलाई भनिसकेँ नि मेरो छातीमा लगाउने मैले ल्याएन हामीले चाहिँ नुवाकोट झरालेको भिडियो बनाउन पाएनौँ अनि त्यस्तै हो राम्रोसित आइयो भन्नाले नि डल्ले भाइ अलि लोटे सानो भाइ एकचोटि अलि नराम्रो भनेर त्यस्तो केही लागेन फेरि होइन यही यो झरालेको यो बाटो हो यो माथिसम्म छ त्यही हो होइन डेटिङ सेटिङ सब बसेको हुन्छन् अब डिस्टर्ब हुन्छ नि त त्यही भएर छिटो झऱ्यो अनि यो बाइक चाहिँ त्यही डेटिङ गलाएको होला होइन केही छैन नम्बर प्लेट देखाइदिन्थ्यो फेरि यस्तो गऱ्यो भाइले भन्ने हुन्छ नि त फेरि डेटिङमा सिसी ट्याक्क लाएर हेर्नु डल्ले भाइको घाउ देखाइदिन्छु म त्यस्तो त लागेन अलिअलि कोतारेको मात्रै हो यस्तै नर्मल्ली मेरो यहाँ हातमा भइसकेको छ तर मैले नबताएर होइन मेरो साइकल चाहिँ केही भएन यसको नि केही भएन त्यही हो अब चाहिँ हामी उहाँ त हुन्न डल्ले यताबाट हुँदै चौरातिर गएर यस्तो घुमेर हामी हुन्न हामी चाहिँ फाइनल चौरातिर गएर भेटौँला कता हुन्छ भ्लग सोलग त्यही आएर म देखाउँछु सो हामी गएको डाँडा चाहिँ यहाँबाट देखिने रहेछ क्या यार हेर्न त्यहाँ यहाँबाट देखिने रहेछ क्या हामी गएको डाँडा चाहिँ यहाँबाट देखिन्छ म देखाउँछु है वहाँ छ क्या हामी गएको डाँडा जुम गरिदिन्छु राइट त्यो डाँडाको गएको डाँडा गएको त्यही हो त्यो डाँडा गराएर बिदादेखि छुट्टी भइसकेको छ र हामी चाहिँ सिधै घर भेटौँला सो गाइज हामी चाहिँ घर जानु थालेको होइन
घर जानलाई चाहिँ अब धेरै मिनट छैन, कम्तीमा 5 मिनट लाग्छ। 5 मिनट लागेको तपाईँ मैले उता के अरे कमल पोखरी जाने भनेको कमल पोखरी जान पाइएन, किनकि मेरो साथीको साइकलले धोका दियो। जस्तै केटीले धोका दिन्छ त्यसरी साइकलले धोका दिएको छ। त्यसैले डर नमानी तपाईँलाई म भने होइन। अब चाहिँ हामी घरको बाटो चाहिँ धेरै छैन। घरको बाटो हाम्रो यो चाहिँ मैना बगर पुल हो क्या, मैना बगर भन्छ होइन। मैना पुल आएको छौँ, यो धार्दै हिँडौँ, तपाईँलाई पनि देखाउँ न। अब हामी चाहिँ डाइरेक्ट त्यही हो। अब अर्को ब्लग हेर्दै गरौँ न। आजको ब्लग चाहिँ यही एन्ड भयो। बाई, लभ यु, टाटा।